सबैलाई जय मसी जय मसी अनि ह्याप्पी फादर्स डे आज साँच्चै नै आजको दिन फादर्स डे भएको कारणले गर्दाखेरि फादर्स विषयमा पनि मैले वचन ल्याएको छु। आजको वचन चाहिँ फादर्सलाई मात्रै नभएर जवानहरूलाई पनि, आमाहरूलाई पनि, नानीहरूलाई पनि सबैले सुन्नुपर्ने वचन हो। अनि आज हाम्रो माझको मण्डलीमा धेरै अतिथिहरू छन् है, मेरो जेठा छोरा बुहारी अनि मेरो छोराको सादाहरू अनि मेरो भाइहरू, मेरो दाजु छोराहरू धेरै छन्। उहाँहरूलाई हामी जोरदार ताली हामी मण्डली हामी स्वागत गरौँ। किनभने उहाँहरूको पनि मण्डलीमा फादर्स डे भइरहेको छ, मिस गरिरहेको हुँदा तर पनि परमेश्वरका आशिष लिनका लागि उहाँहरू आउनुभएको छ। अनि विशेष गरी आज फादर्स डे आजको वचन तपाईँहरूको माझमा मैले ल्याइरहेको छु। मैले बेलुका मात्रै वचन मैले छोटो समय निकालेर प्रार्थना बसेर हिँडिरहेको थिएँ। मलाई जुन वचन देखाउनु भयो परमेश्वरले त्यो वचन तपाईँहरूको माझमा ल्याइरहेको छु। आमेन। आउनुहोस् हामी प्रार्थना गर्ने वचन छ। हालेलुया। महान प्रभु परमेश्वर बाबा, तपाईँलाई हामी धन्यवाद दिन्छौँ प्रभु। पिता पुत्र पवित्र आत्मा तपाईँको उपस्थिति दिनुहोस् प्रभु यस ठाउँमा। तपाईँले मलाई साँच्चै प्रभु यो समयमा प्रभु तपाईँले तपाईँको वचन बोल्नको लागि मलाई अगाडि ल्याउनु भएको छ प्रभु। म होइन प्रभु, तपाईँ स्वयं बोल्नुहोस् प्रभु। आज साँच्चै प्रभु म बोलेको हाँसोको पात्र हुन सक्छु प्रभु। मेरो ओठ चिप्लोमा रहिकन बोल्नुहोस् प्रभु। आज जुन वचन खाँचो परेको छ प्रभु, आज फादर्स डे भएको कारणले गर्दाखेरि प्रभु तपाईँले मलाई जुन वचन दिनुभएको छ प्रभु, पिता पुत्र पवित्र आत्मा मेरो साथमा रहिकन बोल्नुहोस् प्रभु। ओ प्रभु आजको वचन गर प्रभु। साँच्चै प्रभु तपाईँ महिमित हुनुभएको छ प्रभु। तपाईँ धन्यवाद छ प्रभु। म स्वयं तपाईँको हातमा सुन्छु प्रभु। अनि सुन्ने अनि बोल्ने दुई तत्त्व प्रभु तपाईँ मध्यस्थ हुनुहोस् प्रभु। तपाईँ धन्यवाद छ प्रभु। यो वचनको सेवका तपाईँको हातमा दिइहाल्दै आशिष माग्छौँ येशू प्रभु तपाईँको नाममा। आमेन। वचनमा जाँदै गर्दा फादर्स डे है, आज फादर्स डे आजै मात्रै होइन। फादर्स डे दिनै पछि घन्टै पछि मदर्स डे आउँछ वर्षमा एकचोटि। अनि फादर्स डे आउँछ, त्यो दिनलाई मात्रै महत्त्वपूर्ण ठानौँ। यो मैले भनिरहेको कुरो त होइन। अब मलाई आदर गर्नुपर्ने कुराहरू के आजको दिन मात्रै हो र? तपाईँले मैले बाबा आमालाई आदर गर्नुपर्ने 12:17 गएको छ। त्यहाँ म तपाईँहरूलाई धेरै समय लिँदिनँ, मात्र 1.5 घन्टा। त्यसो गर्दाखेरि आजको दिन मात्रै बाबा आमालाई हामीले आदर गर्नुपर्ने, जहिले पनि गर्नुपर्छ कि आज आदर गरेर भोलि अनादर गर्ने बाइबलले हामीले त्यो भन्दैन। किनभने उहाँले बाबा आमा नभएको भए हामी यस ठाउँमा थिएनौँ। बाबा आमा भनेको यति महत्त्वपूर्ण कुरो हो। त्यो कुरो कस्तो थाहा हुन्छ भन्दाखेरि जसको आमा छैन, जसको बाबा साथमा छैन, बितेर जानुभयो उसलाई मात्रै महत्त्वपूर्ण छ बाबा आमाको। जसको साथमा बाबा छ नि, सबैलाई भन्दिनँ फेरि म कसैलाई, जसको साथमा बाबा आमा हुनुहुन्छ नि त्यसलाई त्यति महत्त्व हुँदैन। मैले देखेको पनि छ, सुनेको पनि छ, कतिले बाबा आमालाई हात उठाउने काम पनि गर्छन्। प्रिय आज परमेश्वरको छोराछोरीहरू बाबा आमालाई हात उठाउने काम कहिले पनि नगर्नुहोस्। त्योभन्दा ठुलो केही पनि छैन। बाइबलको ठुलो आज्ञा दिएको बाइबलले के भन्छ भने पहिलो प्रथममा बाइबलले भन्छ बाबा आमाको आदर गर। आदर गर्नुपर्छ। तपाईँको बाबा आमा सिधा होला, केही नपढेको होला, केही जान्दैन होला, तपाईँ अलिक शिक्षित हुनुहुन्छ, आदर गर्नुहोस्, माया गर्नुहोस्। कतिका छोराछोरीले भन्छन् आज मैले घर किनेको छु, म एउटा छोरा हुँ, मसँग मेरो बाबा आमा बस्छन् भने तपाईँले कहिले पनि नभन्नुहोस् कि मसँग मेरो बाबा आमा बस्नुभएको छ। नभन्नुहोस्। तपाईँले किन्नुभएको घर हो, तपाईँसँग बाबा आमा हुनुहुन्छ भने तपाईँले भन्नुहोस् म चाहिँ मेरो बाबा र आमासँग बसेको छु। हालेलुया भन्नुहोस् न, हालेलुया। तपाईँले कहिले पनि नभन्नुहोस् कि मेरो बाबा आमा मसँग बस्नुहुन्छ, तर तपाईँले भन्नुपर्छ कि म चाहिँ मेरो बाबा र आमासँग बसेको छु। कति ठुलो कुरो छ। बाबा आमाले सुन्ने बित्तिकै कस्तो होला मेरो छोराछोरी यति मात्र शब्द बोल्दिनँ। कतिका बाबा आमाले कतिका आज यहाँ त हामी नेपालतिर हेर्छौँ बाबा आमालाई कुन ठाउँमा पुर्याएर राखिरहेको हुन्छ, वृद्ध आश्रमतिर पुर्याएर राखेको हुन्छ।
सबैभन्दा पहिला कुरो तपाईँले मलाई हात समातेर हिँड्न सिकाउने को हो, बोल्न सिकाउने को हो। तपाईँलाई मेरो लागि ज्यान दिने कुनै बाबा आमा हुन्। अनि तपाईँहरूमा हुर्काउँदै बढ्दै जाँदाखेरि ठुलो भएर सबै कुरो गर्न सक्ने भएपछि त्याग्नु हुँदैन बाबा र आमालाई। हामी कसैले पनि त्याग्नु हुँदैन बाबा र आमालाई। कति सङ्घर्ष गर्नुभएको छ बाबा र आमाले तपाईँको निम्ति। यहाँ सुन्नुहोस् है, तपाईँको निम्ति उदाहरणको निम्ति म के भन्छु भने मेरै घरमा अहिले बिहे गरेर जाँदा दुईवटा छोराहरू घरमा छन् है। मेरै घरमा म घरमा बसिरहेको छु, छोराहरू कहाँबाट आयो भने पहिला कुरा सोध्छ आमा खोइ भनेर, तर आमालाई सोध्दैन बाबा खोइ भनेर। आमाको भूमिका कति मिठो छ। अनि आफ्नै श्रीमतीलाई पनि सोध्दैन मेरो मोचा कहाँ छ, खाना के पर्छ, मम्मी खाना भयो, मम्मी मेरो मोचा कहाँ छ। पहिले आमालाई नै प्राथमिकता दिइरहेको हुन्छ। आमा भनेको कति छ। तर बाबा चाहिँ के हो, बाहिरबाट कमाएर ल्याउँछ, तर बाबाले आमाले चाहिँ भित्रबाट माया गर्छ। त्यो बाहिरबाट देखाउँदैन आमाले अङ्गालो हालेर छोराछोरी माया गर्छ भने बाबाले चाहिँ भित्रबाट गरेको हुन्छ। त्यो चाहिँ अनन्तसम्म गर्ने माया गरेको हुन्छ। बाबाले कहिले पनि देखाउन चाहँदैन। आफ्नो श्रीमतीलाई होस्, कहिले काहीँ मेरो श्रीमती बस्नेमा चाहिँ माया लाग्दैन क्या हो, मेरो बिमारी गर्नुपर्छ। म भित्रबाट गर्नुभएको छु नि माया कसरी गर्छु भने किन देखाउने, भित्रबाट छ नि माया बोल्नु खाएर पनि दिन्छु। हालेलुया। कतिको भित्रबाट देखाउने माया हुन्छ, कसैको बाहिरबाट गर्ने देखाउने माया हुन्छ। तर म चाहिँ देखाउने माया गर्न चाहन्न है। त्यसले गर्दाखेरि तपाईँहरू म बाबा र आमालाई आदर गर्नुपर्छ। बाइबलमा हामी पाउँछौँ कुनै समयमा धनी मानिसको दुईजना छोरा थियो। धनी मानिसको दुईजना छोरा थियो। कान्छा चाहिँ अलिकति काठो भएर उसले के भन्यो बाबालाई, बाबा मलाई मेरो अंशमा परेर मलाई मेरो भाग छुटाइदिनुहोस्। बाबाले ठिक छ छोरा, केही कुरा बाबालाई सोध्नु भयो त्यहाँनिर, किन यसो गर्ने, केमा अपुग भयो, मैले केमा अपुग बनाएको थिएँ र अहिले तैँले अंश नाप्नेमा पुगिस् छोरा, तैँले के गर्न खोज्नुभएको छ भनेर बाबाले छोरालाई दुईवटा छोरालाई एकजना छोराले बाबा मलाई मेरो अंशमा पर्ने मलाई मेरो भाग छुटाइदिनुहोस् भन्नु नि कान्छा छोराले भन्यो। अनि बाबाले भने ठिकै छ त, ठिकै छ, मेरो भागमा पर्ने म अंश दिन्छु। बाबाले दुईजना छोराहरूलाई अंश बाँडिदिनु भयो। पिक्चरमा पनि बुझ्नुहोस् है, अंश बाँडिदिनु भयो। अनि कान्छा छोराले त्यो पाएको सम्पत्तिहरू, आफ्नो भागमा पाएको सम्पत्तिहरू लिएर कुनै एउटा ठाउँमा गयो। त्यो ठाउँमा गएपछि उसले के गर्यो, त्यो सम्पत्ति हुन्जेलसम्म चाहिँ मोज मजा गर्यो, नराम्रो काम गरेर त्यस ठाउँमा गएर तपाईँ र मसँग पैसा हुन्जेलसम्म धेरै आफ्नो पछि लाग्ने पछाडि व्यक्तिहरू हुन्छन्। तर पैसा सिक्नेपछि तपाईँलाई पछाडि व्यक्तिहरूले पनि साथ छोडिदिन्छन्। आफ्नो आफन्तले पनि तपाईँलाई पैसा हुँदा मात्रै हो। बाइबलले भन्छ पैसा चाहिँ शत्रुको जड हो। त्यसले गर्दाखेरि त्यो ठाउँमा पुगेर पैसा त्यसले खर्च गर्यो। यसरी मोज बस्तीमा पैसा लिएर गयो। बाबाले पहिलासम्म छोरालाई कहाँ गइरहेको छ बाबाको हृदय है, कहाँ गइरहेको छ र आफ्नो सम्पत्ति बिहानमा बोकेर गयो छोरा। जहाँसम्म छोरालाई देखिन्थ्यो त्यहाँसम्म बाबाले हेरिरहेको छ आफ्नो छोरालाई। हेर्नुहोस् बाबाको हृदय, ईश्वरीय प्रेम भन्छ त्यसलाई। छोराछोरी प्रतिको प्रेम बाबाले गरिरहेको छ छोरालाई, छोरा गरिरहेको छ। अनि छोरा कुनै ठाउँमा पुगेर मोज बस्तीमा है, मोज बस्तीमा पैसा उडाउन थाल्यो। मोज बस्तीमा पैसा उडाउँदै गएपछि उसँग पैसा सिद्धियो। पैसा सिद्धेपछि उसलाई हेरचाह गर्ने त्यो ठाउँमा कोही पनि मानिसहरू भएन। अनि उसले काम खोज्न थाल्यो। हेर्नुहोस् है, काम खोज्न थालेपछि उसले एउटा नागरिककोमा लुका 15 अध्यायबाट बोल्दैछु है, लुका 15 अध्यायबाट
छु। यो मैले पिक्चर मात्रै गराएको छु र मैले बाइबलबाट बोलिरहेको छु लुका 15 अनि उसले पैसा सिद्धिएपछि उसले काम खोज्न थाल्यो गाउँमा। अनि एकजना मान्छेले उसलाई सुँगुर चराउने काम दियो। सुँगुर चराउने काम पायो उसले गाउँमा। अनि सुँगुर चराउँदै गर्दा उसले सोच्न थाल्यो, बाबासँग रहँदाखेरि मसँग हामीसँग धेरै नकुलहरू थिए, कमाराहरू थिए। अहिले उनीहरू मौज मस्तीले बसिरहेका छन्। छ बेला कमाराहरू मिठो मिठो मासु भातहरू खाइरहेका छन्। तर आज म कुन ठाउँमा पुगेँ मेरो बाबालाई त्यागेको कारणले गर्दाखेरि म आज सुँगुर चराउने स्तरमा पुगेँ भनेर उसले सम्झना थाल्यो। त्यतिखेर यो सुँगुर चराउने काम गर्यो। अनि उसले सोच्यो, उसले के सोच्यो, अब म फर्कन्छु घरतिर भनेर उसले प्रस्ताव गरेर ऊ घर फर्क्यो। जुन बाटो गएको थियो त्यही बाटो फर्केर आयो नाङ्गे छ। तर ऊ जाँदाखेरि सम्पत्ति लिएर गएको थियो, आउँदाखेरि खालिया, चप्पल पनि छैन। राम जस्तो लुगा लगाएर गएको त्यस्तो अवस्थामा सुँगुर चराउने व्यक्तिको अवस्था कस्तो हुन्छ? हामी भुटानमा हुँदाखेरि गाईहरू चराउने गोठाले जीवन शरीर कस्तो हुन्छ? त्यो अवस्थामा घर फर्केर आउँदैछ। प्रस्ताव गरिकन म बाबालाई गुनाह टेकेर भन्छु, बाबा मलाई तपाईँले छोरा नपुर्याउनु, तर तपाईँको एउटा नकुरदेखि तल्लो दर्जाको तुलेर मलाई घरमा राख्छस् भनेर प्रस्ताव गरिकन फर्केर आउँदैछ। फर्केर आएपछि बाबाले बाबाले देख्नुभयो, चिन्नुभयो। आफ्नो छोरा जस्तो अवस्थामा पनि बाबा र आमाले आफ्नो छायामा चिन्छ। बाबाले आएर अङ्गाला हाल्नुभयो छोरालाई। बाबाले अङ्गाला हालेर छोड्नुभयो। सबै कुरो बाइबलमा लेखेको छैन, तर प्रकाशले बोल्दैछु म। सबै कुरो लेखेको छैन, तर म प्रकाशबाट बोलिरहेको छु। अनि बाबाले भने, छोरा त कहाँ गएको थिइस् यत्रो वर्ष? यत्रो महिना त कहाँ गएको थिइस्? तर म कति खोजी गरेँ, तँलाई मैले कति माया गरेँ, तँलाई मेरो अलिकति पनि माया लागेन। त कहाँ हराएको थिइस्? तैँले के खाइसक्यो भनेर मैले कति मैले वास्ता गरेँ। दिनै पछि मेरो बस्ने चिया नकुरहरूलाई बाहिर बरान्डामा ल्याएर राखेको भन्थे। म बिहानदेखि म एक गिलास पानी खाएर बेलुका घाममा डुब्दिन्छस् भनेर तिमी गएको बाटोलाई म हेरेर बस्ने छोरा। तिमी कहाँ गएको थियौ? आज तिमी यो अवस्थामा फर्केर आयो बाबा। छोरा तिमी यो अवस्थामा फर्केर आयो भनिकन बाबाले अङ्गालो मारे आफ्नो छोरालाई अङ्गालो मारे। अनि यहाँनिर लुकाको पुस्तक 15 अध्यायको 20 यसरी भन्छ, तब त्यो उठेर आफ्नो बाबुमा आयो। तर त्यो धेरै टाढो छँदा त्यसका बाबुले त्यसलाई देखेर तिनी दयाले भरिए र दौडेर गई त्यसलाई अङ्गालो हालेर त्यसलाई चुम्बन गरे। हालेलुया। बाबाको मन गएर आफ्नो छोरालाई चुम्बन गरे। आज बाबा आमाको अवस्था त्यस्तो हुँदा कुनै छोराछोरीले गएर चुम्बन हाल्ने हिम्मत गर्छ? धेरै टाढाको कुरो, तर कपालमा चाहिँ गर्नुपर्छ। हालेलुया। मेरो वचन बुझ्दै हुन्छ? अनि छोराले तिनलाई भन्यो, बुबा मैले स्वर्गको विरुद्धबाट तपाईँको दृष्टिमा पाप गरेको छु। फेरि म तपाईँको छोरा बनिने योग्यको छुइनँ। तर बाबु चाहिए आफ्ना कमाराहरूलाई भने झट्टै सबैभन्दा असल वस्त्र ल्याएर यसलाई पहिरिदेऊ। यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ। कमाराहरूलाई बाबाले भने, जाऊ, मेरो छोरो हराएको थियो, फर्केर आएको छ। अब पालिरहेको असल पशु मार र भोज लगाऊ, गाउँका मानिसहरूलाई बोलाऊ र यसलाई राम्रो औँठी पनि लगाइदियो भनेर बाबाले भने। अनि
पोस्टर राखेको पशु मारेर हामीले खाएर उसलाई आनन्द मनाऊ, किनकि यो हराएको थियो, मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो र पाइएको छ। अब तिनीहरू आनन्द मनाउन लागे। सबै परिवार फेरि पहिलेको जस्तै परिवारहरू भेला भएर एउटै टेबलमा बसेर मजाले खाना खाए। हालेलुया, हालेलुया। आमाहरू भन्नुहोस् न चिच्याएर हालेलुया। फेरि पहिलेको जस्तै परिवार स्थापित भयो। आज तपाईँ र म कतिले हराएका हुन्छौँ, कतिले हराएका हुन्छौँ। तपाईँ र मेरो बाबाले खोजिरहनु भएको छ, तर हामी जान्छौँ भने बाबाले अँगालो हालेर फेरि उहाँ सबै टेबलमा राखेर खुवाउनुहुन्छ। अनि बाबा आमालाई आदर गरौँ, माया गरौँ। एकजना प्रभुको दासले एउटा घटना बताइदिनु भएको थियो। एकजना छोरी, एकजना एल्डर बाबुको छोरी, एल्डर बाबु चाहिँ यस्तो दुःखी अवस्था, बिहान र बेलुका सिस्टरलाई ढिलो खाएर जीविका गर्नुपर्ने, त्यो पनि मागेर, अनि सेवा कार्य गर्नुपर्ने है। अनि छोरीलाई त्यस्तो अवस्थामा अलैँची बगानको काम गरेर छोरीलाई कलेज पढाइसकेको छ, तर छोरी चाहिँ घरमा नबस्ने, साथीको घरमा बस्ने, घर झुपडीको घर भएको कारणले गर्दा, ऊ धेरै पढेको कारणले गर्दा छोरीको घरमा बस्दो रहेछ। कहाँ भने सहरमा, टाउन एरियामा, बजारतिर साथीकोमा गएर। अनि बाबा कुनै समयमा बाबा थोत्रै व्यापार गर्नुहुन्छ साइकलमा, भाँडाकुँडा थोत्रै व्यापार गर्दै जाँदाखेरि त्यो घरमा पुग्नु भएको छ। अनि छोरी र उसको साथी चाहिँ कलेज जानको लागि रेडी हुँदै रहेछ। अनि बाबा चाहिँ बाहिर ढोकामा आएर चाहिँ थोत्रै मात्रै भन्दै कराइरहेका छन्। अनि उसको साथीले भनेछ, ए तेरो बाबा होइन, तेरो बाबा यस्तो अवस्थामा भन्दाखेरि छोरी भन्छ, हट होइन, म चिन्दिनँ। छोरीले बाबालाई चिनेर भने चिन्दिनँ, म चिन्दिनँ, मेरो बाबा होइन, नजिस्किनुहोस् है, यस्तो कता जवाब दिन्छ। बाबाले त्यो सुनेपछि बाबा त्यसबाट फर्केर रुँदै घर फर्केर बाबालाई त्यही छोरीलाई त्यही ठाउँमा राखेर घरमा नबोलाएर त्यही ठाउँमा बसेर दुःख गरेर छोरीलाई पढाएर चाहिँ नर्स बनाएको कुरा राखेर पाउँछ भने बाबालाई त्यो छोरीले यस्तो दृष्टिकोण हेरिरहेको थियो। तर बाबाले छोरीको लागि चाहिँ थोत्रै बेचेर पनि कलेज पढाइरहेको थियो। तर छोरीले बाबाले गर्ने व्यवहार राम्रो थिएन। आज तपाईँ मेरो लागि पनि बाबा आमाले कतिसम्म गरेको हुन्छ है। कति नानीहरूले त मम्मी आज हाम्रो प्यारेन्ट्सहरूलाई स्कुलमा बोलाएको छ, तपाईँ नआउने, छिमेकीको मम्मी आउँछ, उसले साथीलाई भइहाल्छ, बाबा नआउने भन्ने पनि सुनेको पाउँछ। कति अनादान गरेको छ छोराछोरी। तर तपाईँ र म अब परमेश्वरको छोराछोरीहरू हौँ, कहिले पनि हामी त्यसो गर्नु हुँदैन। बाइबलले भन्छ, तिमीले देखेको बाबुआमालाई त आदर गर्दैन भने म नदेखेको परमेश्वरलाई कसरी आदर गर्छ, बाइबलले भन्छ। त्यो गर्नु हुँदैन। तर बाइबलले हामी पाउँछौँ, एउटा व्यक्ति पाउँछौँ छोराछोरीको लागि यस्तो साह्रो परमेश्वरमा असल जन, परमेश्वरको डर राख्ने व्यक्ति। 7 जना दाजुभाइको 3 जना बहिनी हुन्छ, तर दिनै पछि है दाजुभाइहरूले चाहिँ बहिनीहरूलाई चाहिँ घरमा ल्याएर भोजन खुवाउँछन्। अनि बाबाले चाहिँ के भन्छ भने मेरा छोराछोरीहरूले परमेश्वरको विरुद्धमा पाप गर्यो होला, म बिहानै पछि बलिदान चढाउँछु भनेर चढाएर कुरा पाउँछ। हामी यदि हामी हेर्नेछौँ आयुबको पुस्तकमा जाउँ। आयुबको पुस्तकमा यहाँनिर यसरी लेखेको छ, आयुब 1:4 यसरी लेखेको छ, तिनका छोराहरूले पालो आफ्नो घरमा भोज लाउँथेर आफ्ना 3 बहिनीहरूलाई खानापिनाका लागि निम्त्याउँथे। भोज दिने क्रम सिद्ध्याएपछि आयुबले आफ्नो छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे।
तिनी बिहान सधैँ उठी तिनीहरू प्रत्येकका निम्ति यो विचारलाई एउटा होमबली चढाउँथे। सायद मेरा छोराछोरीले पार गर्यो होला र परमेश्वरलाई अपमान आफ्नो हृदयमा सराप्यो होला। आयोले सधैँ यसरी गर्थे। महिनामा एकचोटि होइन, आयोले सधैँ आफ्नो छोराछोरीको लागि चाहिँ बलि चढाउँथे अरे। आज बाबा आमा तपाईँ र मैले आफ्नो छोराछोरीलाई पनि के गरे होला, के खायो होला, वा गल्तीमा गरी पठायो भनेर प्रार्थना गरिदिनुपर्छ। त्यतिखेरको समयमा बलि चढाउँथ्यो भने अहिलेको समयमा तपाईँ र मैले चाहिँ घुँडामा गएर उहाँहरूको ओछ्यानमा गएर ओछ्यान समातेर प्रार्थना गरिदिनुपर्छ। हालेलुया। तपाईँ र मैले जुन शिक्षा छोड्यौँ छोराछोरीले त्यही शिक्षा टिपेर जान्छन्। एउटा मण्डलीमा एउटा पास्टरले जहिले पनि वचन बोल्दाखेरि है, अब गाउँको ठाउँमा एउटा बिराले जहिले पनि डिस्टर्ब गर्ने अरे, आउने चप्तामी वचन बोलेको पुग्ने अरे। अनि पास्टरले जहिले पनि वचनको समयमा चाहिँ त्यो बिरालोलाई चाहिँ एउटा कुनामा छोडेर राख्नुहुन्थ्यो अरे, अनि वचन सक्ने छोड्नुहुन्थ्यो अरे। अनि समय बित्दै गएपछि पास्टरमा मृत्यु भएको छ अरे। अनि त्यहाँदेखि एल्डरले सेवाकै चलाउनु थाल्नु भएको छ अरे। अनि पास्टरले जुन कुरो गर्नुभएको थियो नि, एल्डरले पनि बिरालोलाई छोपेर राख्नु। बिरालो पनि मरेछ अरे। अनि भोलि आइतबारको दिन वचन छ, एल्डर बाबु गाउँतिर गएर बिरालो खोजेर ल्याएर छोप्नुहुन्थ्यो अरे कहिले पनि, किनभने देखेको थियो नि त पास्टरले छोपेको। अनि पास्टरले चाहिँ त्यो नबताइदिएको कारणले गर्दाखेरि त्यही विधि विधान चाहिँ सुरु गरेको थियो एल्डरलाई। त्यसले गर्दा तपाईँहरूले कुन कुरो सिकाउँदैछौँ बताउनुपर्छ। आफ्नो छोराछोरीले आफ्ना पुस्ताले हामीलाई पछ्याउनका लागि हामीले सिकाएन भने नि त्यो चाहिँ विधि विधान मात्रै हुन्छ। हालेलुया, हालेलुया। आजको वचनबाट तपाईँले के शिक्षा पाउनुभयो? के शिक्षा पाउनुभयो र मैले पनि के शिक्षा पाएँ? छोराछोरी हो बाउको आदर गर, आउमा नानीहरूलाई प्रेम गर, श्रीमती मुटुको टुक्रा हो, श्रीमतीलाई प्रेम गर, श्रीमती हो बाबुलाई सम्मान गर। किनभने जसरी क्रिस मण्डलीको शिर हो र पति पनि स्त्री जातिको श्रीमतीको शिर हो। हालेलुया, हालेलुया। हुन्छ, परमेश्वरलाई ठुलो ताली हामी धन्यवाद दिनुहोस्। जति कुरा तपाईँलाई बुझाउन सके परमेश्वरलाई मैले भन्न सकेको त्यो समय फेरि हामी सञ्चालन गर्छौँ। हुन्छ, सल्लाह भेट्न चाहिन्छ।